नमस्ते, वेलकम छ मेनुका टिभी युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। यदि तपाईहरूलाई पनि एउटै मोबाइलमा दुई वा दुई भन्दा धेरै गुगल एकाउन्ट बनाउनु छ भने तपाईहरूले यो भिडियोलाई स्किप नगरेर हेर्नुभयो भने अवश्य पनि सिक्नुहुनेछ। र यदि तपाईहरूलाई यो भिडियो राम्रो लागिसकेपछि तपाईहरूले लाइक कमेन्ट अवश्य पनि गर्नुहोला र सब्स्क्राइब पनि गरिदिनु होला है त। जान्छौँ हामी मोबाइलको स्क्रिनमा। म चाहिँ यहाँनिर आफ्नो मोबाइलको स्क्रिनमा आइसकेको छु। मोबाइलको स्क्रिनमा आइसकेपछि गुगल एप्स त सबैको मोबाइलमा हुन्छ नै, यहाँनिर देख्न सक्नुहुन्छ। यो टाइपको एप्स सबैको मोबाइलमा अलरेडी हुन्छ। यहाँनिर गुगलमा क्लिक गर्नु होला। गुगलमा क्लिक गरिसकेपछि तपाईहरूले यहाँनिर कुनामा देख्न सक्नुहुन्छ। यदि तपाईहरूले आफ्नो फोटो राख्नु भएको छ भने फोटो देखाउँछ, यदि राख्नु भएको छैन भने तपाईँको नामको पहिलो अक्षर देखाउँछ। त्यहाँनिर क्लिक गर्नु होला। यहाँनिर क्लिक गरिसकेपछि हामीहरूले फेरि पनि यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। तपाईहरूले पनि यहाँनिर क्लिक गर्नुहोला। यहाँनिर क्लिक गरिसकेपछि तपाईहरूले देख्न सक्नुहुन्छ, यहाँनिर मान्छेको जस्तो अवतार आइरहेको छ, एड अनदर एकाउन्ट भनेर। यहाँनिर तपाईहरूले क्लिक गर्नुहोला। यहाँनिर क्लिक गरिसकेपछि तपाईहरूले आफ्नो मोबाइलको लक हान्नुपर्ने हुन्छ, केही बेर वेट गर्नुपर्ने हुन्छ। त्यसरी गरिसकेपछि यहाँनिर चाहिँ आफ्नो इन्टर हुनको लागि मोबाइलको पासवर्ड, पिन जे छ, प्याटर्न जे छ तपाईहरूले हाल्नु होला। यहाँनिर हामीहरू चाहिँ आइसकेका छौँ। यहाँनिर चाहिँ हामीहरूलाई अलरेडी एकाउन्ट खोल्नु छैन, हामीहरूलाई नयाँ एकाउन्ट खोल्नु छ नि त। त्यही भएर तपाईँहरूले क्रिएट एकाउन्टमा क्लिक गर्नुहोला। यहाँनिर क्लिक गरिसकेपछि यहाँनिर चाहिँ दुईवटा अप्सन आउँछ, यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। तलतिरको अप्सन हामीहरूलाई बिजनेसको लागि होइन, हामीहरूलाई पर्सनल युजको लागि हो। त्यही भएर चाहिँ हामीहरूले मास्तिरको अप्सनलाई चुज गर्नुपर्ने हुन्छ। यहाँनिर यति गरिसकेपछि तपाईहरूले फर्स्ट नेम लास्ट नेम हाल्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ मैले आफ्नो नाम हाल्दैछु, मेनुका बिके भनेर यसरी नाम हानिसकेपछि यहाँनिर तपाईहरूले नेक्स्टको अप्सन देख्नुहुन्छ, यहाँनिर नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसकेपछि तपाईँहरूले यहाँनिर चाहिँ आफ्नो जन्मेको महिना, गते, साल सबै हाल्नुपर्ने हुन्छ। तपाईँ मेल हो फिमेल हो के हो त्यो तपाईँहरूले सबै यहाँनिर हाल्नुपर्ने हुन्छ। मैले चाहिँ आफ्नो जन्म मिति हाल्दैछु यहाँनिर। तपाईँहरूले पनि यसै गरी हाल्न सक्नुहुन्छ, यसै गरी हाल्नु होला। यहाँनिर चाहिँ मैले फिमेल राख्दैछु। यहाँनिर यति गरिसकेपछि यहाँनिर यति गरिसकेपछि तपाईहरूले यहाँनिर नेक्स्ट देख्न सक्नुहुन्छ। यहाँनिर नेक्स्टमा क्लिक गर्नुहोला। नेक्स्टमा क्लिक गरिसकेपछि तपाईँहरूले यहाँनिर चुज गर्नुपर्ने हुन्छ कि तपाईँहरूले आफ्नो नेमलाई उल्टो अगाडि पछाडि बनाउन चाहनुहुन्छ या सिधा सिधा बनाउन चाहनुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ सिधा सिधा छ, यहाँनिर अगाडि पछाडि छ। यसरी तपाईहरूले आफ्नो चाहिँ सिधा नै नाम राख्न चाहन्छु म, त्यही भएर मैले यहाँनिर मास्तिर चुज गरेँ। यदि चुज गरिसकेपछि तपाईहरूले यहाँनिर नेक्स्टमा क्लिक गर्नु होला। यहाँनिर नेक्स्टमा क्लिक गर्नु होला। यहाँनिर यदि गरिसकेपछि तपाईहरूले यो पासवर्ड चाहिँ दिमागमा सेभ गर्नुपर्ने हुन्छ। तपाईहरूले स्ट्रङ पासवर्ड बनाउनु पर्ने हुन्छ। यहाँनिर चाहिँ यस्तो अक्षरहरू यस्तो सबै मिक्स गरेर राख्नुपर्ने हुन्छ है। त्यसको लागि मैले पासवर्ड राख्दैछु है त। मेनुका फाइनली यहाँनिर मैले पासवर्ड राखिसकेको छु। तपाईहरूले पनि आफ्नो पासवर्ड यसरी स्ट्रङ पासवर्ड बनाएर अक्षर एबीसीडीको अक्षर 1 2 को अक्षर तपाईहरूले स्ट्रङ यसरी बनाएर राख्नु होला है त। यस्तो गरिसकेपछि तपाईहरूले यहाँनिर नेक्स्टमा क्लिक गर्नु होला है। नेक्स्टमा क्लिक गरिदिनु होला। यदि गरिसकेपछि तपाईहरूले यसरी स्क्रोल गरेर यहाँनिर यस आई एम इनमा क्लिक गर्नु होला। अलरेडी मेरो एकाउन्ट बनिसकेको छ, तपाईहरूले पनि यसै गरेर बनाउन सक्नुहुन्छ।
फाइनली मेरो चाहिँ यहाँनिर भइसकेको छ। यसै गरी तपाईँहरूले पनि बनाउनु होला। एकदमै सजिलो छ। तपाईँहरूलाई यदि यो भिडियो काम आयो र तपाईँहरूलाई मन पर्यो भने सेयर गर्नुहोला, लाइक गर्नुहोला, सब्सक्राइब पनि गरिदिनु होला। यहाँनिर चाहिँ फाइनली मेरो नयाँ एकाउन्ट बनिसकेको छ। यसै गरी तपाईँहरूले बनाउन सक्नुहुन्छ है। यहाँनिर चाहिँ मेरो नयाँ एकाउन्ट भइसक्यो। तपाईँहरूले पनि यसै गरी बनाउनु होला। धन्यवाद।